ए भ्यालेन्टाइन डे आज कसरी मनाउने भन्दिउ न त के जाने खाने यार गर्लफ्रेन्ड सालफ्रेन्ड छैन यार केही म केही अनुभवै छैन कि यसको बारेमा तिर फर्का चाहिँ यस्तो कृत्रिम डान्सर कस्तो कुरा थियो मलाई भन्दिउ त आई लभ यु सो हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई। आई होप सबै सन्चै हुन्छ होला, म पनि सन्चै छु होइन, आशा छ सबै सन्चै हुन्छ होला। अनि आज फेरि आइसकेको छु, न्यू डे न्यू ब्लग होइन। आज चाहिँ ट्युसन पढेर आएँ, ट्युसनको फेरि अस्ति पनि गराएको थिएँ नि त, के गरेर के गराउने भनेर गराएन। अनि आज चाहिँ हाम्रो के भन्छ जेवाइसीको सामानहरू जस खेलकुद सामानहरू सामग्रीहरू वितरण छ। सो त्यसैले धेरै कामहरू छ आज होइन, क्लिप्सहरू गराउँछु अहिले। अनि त्यही हो, अहिले भेट्नुपर्छ। सो आज चाहिँ भ्यालेन्टाइन डे नि त, त्यसैले जस हुन्छ नि लङ डिस्टेन्स रिलेसनसिप भएकोहरूको लागि म के भन्न चाहन्छु होइन, जस मेरो प्यारो मान्छेको लागि पनि जस के हो भने होइन, ह्याप्पी भ्यालेन्टाइन डे प्यारो मान्छे। नो वर्ड क्यान डिस्क्राइब माई टुवर्ड यु, बट अनि के भन्न चाहन्छु भने तिमी मसँग नभए पनि सधैँ मेरो माया तिमीसँग नै हुनेछ। अनि मैले 7 दिनको लागि लगाएको माया होइन नि त, 7 जुनीभरिको लागि हो। अनि हाम्रो यो रिलेसनलाई ब्रेकअपमा होइन, बिहेको मण्डपसम्म पुगाउनेछु। माया आई लभ यु एन्ड आई मिस यु सो मच। कस्तो भयो सो जस्ट रमाइलो है। अनि त्यही हो, आज भ्यालेन्टाइन डे नि त, त्यसैले सबलाई ह्याप्पी भ्यालेन्टाइन डे। एन्ड अहिले स्कुलमा के कस्तो हुन्छ होइन, गर्लफ्रेन्ड बोयफ्रेन्डहरूले कस्तो गर्छन् के गर्छन् सब लुकी भिडियो गराउँछु ल आज। जस अहिले भेट्नुपर्छ। अलि चाहिँ होइन स्कुल आइपुगेँ। ए भ्यालेन्टाइन डे आज कसरी मनाउने भन्दिउ न त के जाने खाने यार गर्लफ्रेन्ड सालफ्रेन्ड छैन यार केही। अरे देवा ये गडबड है बाप। म केही अनुभवै छैन कि यसको बारेमा। तिमी चाहिँ सिङ्गल हो होइन, सिङ्गलै मर्ने भयो। अरे सिङ्गल हो तिम्रो यार, एकदम स्टिलवाला सिङ्गल म चाहिँ होइन, चान्स हान्न हुन्छ। हमारे यहाँ ऐसा ही होता है। त्यो अब त स्कुल जान लाग्यो होइन, आज भ्यालेन्टाइन डे हो अरे, भालटाङ भुल्टुङ डे हो अरे होइन। मामी आज के हो भन्दिउ न, भालटाङ भुल्टुङ डे हो नि होइन। आज मामी आज कहाँ डेटिङ जाने भन्न भन न। चौरामालाई कहिले जाने हो कि कहिले हो? सरकार जाऊँ न। सो अब चाहिँ स्कुल जान्छौँ होइन, स्कुल अहिले भेट्नुपर्छ। हाम्रो स्कुल चाहिँ यो नमस्ते स्कुल भनौँ न, क्यान्टिनको साउ के पाइन्छ भन्दै मेनु नास्ता खानमा आउनुहोस्, प्यासा आउनुहोस्। केही पाइन्न है फेरि त्यहाँ मेनुमा मात्र चाहिँ केही पाइन्न। यार यिनले उधारो खाइरहन्छन् यस्तो। अहिले पैसा मैले दिन्छु कि नै भन, दिन्छ नि अहिले 1050 राख्यो ल अहिले भेट्नु उधारो तिर्नुपर्छ हेर, मलाई किन्नुपर्छ। सो अब चाहिँ स्कुल जान लाग्यो होइन, अहिले भेट्नुपर्छ। तिर फर्का चाहिँ यस्तो कृत्रिम डान्सर कस्तो कुरा थियो मलाई भन्दिउ त। पछाडिको तिनको चिलाउ छ के, त्यही भएर आज भ्यालेन्टाइन डे हो कि यार, बुझ न केही आई लभ यु भन्दिउ न। या नरेर किन ओए त क्लासमा थिइस् ल। I love you. God do I love you one day. God do I love you. अरे भाई समझ के बोल रहा हूँ यार, बुरा लगता है भाई आप। एक्चुअली के ओए आलु भन्नु न छिटो के यार। अहिले चाहिँ घर आइयो होइन, कलेजबाट घर आएँ। अनि ड्रेस चेन्ज गरेर नास्ता खाएर अनि मेरो फेरि कभर भिडियो आउनु लाग्छ नि त, कभर डान्स भिडियो, त्यो माया मारिदियो भन्नेमा। त्यसको लागि एकछिन के कस्तो गर्ने, कहाँ सिन के गर्ने भनेर
त्यसको लागि गरिरहेको थियौँ होइन। अनि त्यही भएर अब चाहिँ फोन छैन कि मलाई फेरि लास्टै ढाड दुख्या छ प्लस जाडो लाग्छ होइन। भाइले ज्याकेट ढकल पनि दिएको छु, अहिले लगाउनुपर्छ उहीँ ग्राउन्डमा गएर। अहिले चाहिँ हाम्रो ग्राउन्डमा जानलाई छु। हाम्रो फेरि उहाँ हाम्रो ह्याप्पी मामा अनि अनिल दाई, हाम्रो मदन अङ्कल, बबीको बाबा धेरैले स्पोन्सर गर्नुभएको छ होइन। जेवाइसी सपोर्ट गर्नुहोस् छ, त्यसको लागि थ्याङ्क यू सो मच। अनि अरूको चाहिँ नाम मैले जानिनँ होइन, त्यसको लागि सरी, बट सबैलाई थ्याङ्क यू सो मच। अनि हाम्रो चाहिँ आज उहाँ सम्मान कार्यक्रम छ नि त, त्यही भएर जान लगाएको। सो त्यही हो, मेरो चाहिँ कभर डान्स भिडियो आउनु छ, सबैले माया देखाइदिनु होला। अब चाहिँ डेली भ्लग आउँछ अनि केटाहरू चाहिँ अगाडि छ होइन, सब आफ्नै भाडामा छन् त्यही त। सो अब म छिटै फेरि सर्कदार जाँदैछु। अब त्यहाँ गएको फेरि भ्लग आउँछ दामी। अब त्यही त अब भट्किने हो क्या, केही छैन त्यस्तरी भड्किने होइन, पढाइमा पनि ध्यान दिने हो। बट अब चाहिँ घुम्न जान लागेको सर्कदार जाने हो 11 गते समथिङ। आज कति गते अरे, आज 2 गते। अब 11 गते जान्छौँ सर्कदारी पनि होइन। अनि उतितिर सुट पनि गर्न छ, सुट गर्छौँ। अनि त्यही हो, आज भ्यालेन्टाइन डे। हामीलाई त के भ्यालेन्टाइन डे के नजिक बाबा पो भन्ने होइन, केही पनि केही छैन, यस्तै त हो जिन्दगानी। सो त्यही हो, अब सिधै ग्राउन्डमा गएर भेटौँला, के लङ गराउने होइन, जाडो भएको छ लास्टै, त्यही अहिले भेट्नुपर्छ। अनि सुन्दर हाम्रो क्षेत्र, हाम्रो बालिम खोलाको ठ्याक्क छेउमै चाहिँ हामी हाम्रो क्लबको चाहिँ आज सरसामग्रीहरू आएको थियो। क्लबको दिएको लागि हाम्रो भाइहरू, हाम्रो भविष्यहरू, हाम्रो क्लबको सबै सदस्यहरूले चाहिँ एउटा। सो अहिले चाहिँ होइन सौरभ दाले सामान भन्ने आज गिफ्ट दिनु भइरहेछ होइन। जेवाइसी हाम्रो मेम्बरको तर्फबाट सौरभ दाले गिफ्ट। सो मेम्बर्स सबै यता छन् होइन। बबीले क्याप्टेन नम्बर बबी। सो अहिले चाहिँ होइन हाम्रो केशव दाईले ट्रेनिङ गर्ने, केटाहरूलाई ट्रेनिङ गर्ने भनेर सिकाउने तयारीमा हुन्छ। एन्ड आवर सपोर्टेड ब्रदर, उहाँ घर चाहिँ कालीमाटी हो है, बालापुर आएर केटाहरूलाई ट्रेनिङ गर्दै हुन्छ होइन। थ्याङ्क यू सो मच दाईलाई। अनि त्यही हो, ट्रेनिङ गराउँदै हुन्छ दाईले पनि। सो केटाहरू चाहिँ उता लाइनमा दिइरहेको छन् होइन। यता चाहिँ पोस्ट सामानहरू यता छ हाम्रो चाहिँ। अस्ति हस् फेरि भेट्नुपर्छ न दाई, यसले गरिदिनु न हाम्रो ह्यान्सी दाई बाहुबली। कभी कभी मेरे दिल में ख्याल आता है कि जैसे तुझको बनाया गया है मेरे लिए। थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू इन्जोय दिनुभएकोमा। अहिले चाहिँ होइन अब अलि पुरस्कार वितरण भन्दा नि सम्मान भइसक्यो होइन। जेवाइसीको सम्मान कार्यक्रम चलिरहेको छ नि त, त्यसैले सम्मान कार्यक्रम भइसक्यो। अनि होइन अहिले चाहिँ नयाँ बल आइसक्यो। ए नयाँ बल त आउनु त हातमा त। सो यही होइन नयाँ बल चाहिँ, नयाँ बल छ। म सिनेमेटिक हाल्दैछु, हेर्नुपर्छ नि त, अहिले भेट्नुपर्छ। अहिले चाहिँ हामी होइन अब बालापुर जान लाग्छौँ नि त, सामान वितरण गर्ने हो अरे होइन भने भाइ। केटाहरू यहाँ छन् होइन। अब हामी चाहिँ जानलाई सामान वितरण। तिमी जानेको नै ए ल हुन्छ। हाम्रो विनोद दाइले हान लाग्यो भिडियो बनिदिनु है। ल हान्नुहोस् मेरो दाइ।
भएन त यो पब्लिक विजेत भयो यो तपाईँ डराल्नको विजेत गर्नुभयो लप्पर लाछन् इन्डिया लप्पर लाछन् ल भनिदिनु नि स्काई कन्ट्रोल लप्पर लाछन् यिनीहरूले सट्टीमा लप्पर लाछन् यिनीहरूले अलि झाडेम गरेर टङ्की तानेर आउँछन् यिनीहरूले सो अहिले चाहिँ हामी होइन टक्क एरोप्लेनमा जान लाग्छौँ नि त हाम्रो एरोप्लेन देखाइदिनु केटा हो धक्कावाला एरोप्लेन हो हाम्रो देख्नै हुन्न देख्नै हुन्न केटाहरूलाई दुखितो त देख्नै हुन्न हाम्रो एरोप्लेन चाहिँ उता छ होइन एरोप्लेन चाहिँ ढक्का लगाएर उता पारि पुगेको छ अन्त जाँदैन नि त अटो अन्टी भन्छ यार कति राम्री छिन् अरे कहना क्या चाहते हो होइन के आयो भाग विनोद दाइ अगाडि उडाइदिनु अगाडि उहिले हान्नु नि उहिले विनोद दाइ उहिले हुर्रे उहिले उहिले जाओस् न त उहिले हान्नु के यार उहिले हान्नु भने यार सो अब चाहिँ अटोमा जान्छौँ होइन उहिले हान्नु जाऊ न यार जबरजस्ती छ यार सो अहिले चाहिँ हामी होइन त्यही हो अलि भेट्नुपर्छ फेरि होइन यता बालापुर जान्छौँ जेवाइसीको त सरकारी अटो ल जेवाइसीको प्राइभेट अटो थापाकाजी टु सम्पर्क गर्न सक्नुहुन्छ है हाम्रो विनोद दाइको अटो सम्पर्क गर्न सक्नुहुन्छ यहाँले सिधै 1 मिनटमा घोरै पुगाइदिन्छ अहिले चाहिँ हामी होइन बालापुर आइपुग्यौँ आज हाम्रो जेवाइसी तर्फबाट सामान वितरण छ नि त खेलकुदको सामानहरू सो त्यसैले आएको छौँ हाम्रो जेवाइसी मेम्बर है सबै जेवाइसी मेम्बर सिन चाहिँ यस्तो बवाल सनसेट भएको छ होइन यस्तो बवाल भएको छ यो सबै केटाहरू हिँड्छन् दाइहरू सबै रेस्पेक्टेड बर्दरहरू होइन हाम्रो सौरभ दाई त्यहाँ चाहिँ हुनुहुन्छ किचन दाई सनसेट दामी भइरहेको छ होइन अनि त्यही हो आज चाहिँ सामान वितरण छ होइन हाम्रो पारा यही त हो नि सबै हुन्छ होइन लाइन मिलाइरहनु सौरभ दाइले अनि हाम्रो चाहिँ उहाँ हुनुहुन्छ बबीको बाबा अनि सो त्यही हो अहिले चाहिँ खेलकुद सामान वितरण भइरहेको छ होइन रोनाल्डो मेसी हाम्रो जेवाइसीमा रोनाल्डो मेसीहरू हुन्छ के दुईवटा रोनाल्डो तिनवटा रोनाल्डोको त्यहाँ कमी छैन अब पछि चाहिँ यस्तो छ सो त्यही अब एकछिन क्लिप्सहरू हान्छु हेर्नुपर्छ जेवाइसी फ्यामिली है यो चाहिँ मलाई त मेरो गाउँका यो सौरभ भाइले चिन्छन् तिनी भाइहरू म देखिरहेको होइन म देखेर विशाल भाइ अनि त्यो केशव भाइहरू म देखिरहेको त्यहाँ भाइहरू चाहिँ देखेको छु तर मान्छे चाहिँ चिन्छु कतिले चिन्छ होला कतिले चिन्दैन होला होइन मेरो नाम चाहिँ सुन्दर चौधरी भाइ मेरो घर चाहिँ यहीँ बालापुर गाउँमा आज यो एउटा जुन जेवाइसी भन्ने एउटा फुटबल क्लब हाम्रो विकास दाइ आउनुभयो है ह्यान्सी दाई दाई जेवाइसीको क्यामेराम्यान हाम्रो ह्यान्सी दाई केसमा अन्त दाइले के टङ्गाउनु भयो सिमला मिर्च हामीले गर्ने क्या आज म मदन दाइले सम्झेँ मान्छे त म चिनाएको देखेको थिएँ होइन एउटा समुद्रमा 3-4वटा ओडाले एउटा ओडा मात्रै होइन हाम्रो 3-4वटा त्यसपछि त्यसको हामी
19वटा गाउँ भोलि यी जेएसी एउटा ब्रिजले गर्दा भोलि आज धेरै राम्रो काम गरिरहेको छ जेएसीले। यिनीहरूलाई देखाउन चोटी यिनीहरूको अब हामी सदैव म तयार छु यति भन्दै म यही भन्दै धेरैको लागि चाहिँ पुरानो भइसकेको छु अनि नयाँ भाइहरूको लागि चाहिँ म नयाँ नै छु होला होइन। अनि म माथि ओली सौरभ ओली है। अनि सुन्दर दाईको लागि चाहिँ विशेष त मैले एकदम हृदयदेखि नै धन्यवाद दिनुपर्छ, किनभने चाहिँ गाउँको लागि अनि सबै व्यक्ति कोही पनि नछुटाउने गरी चाहिँ एउटा सबैको लागि चाहिँ एउटा शब्द खर्चिनु भएको छ। आज अरू भन्दै गर्दाखेरि चाहिँ के पनि हुन्छ भन्दाखेरि चाहिँ जेयुवाइसी नाम कसरी आयो भन्ने कुराहरू पनि मैले खुलस्त रूपमा चाहिँ सबैलाई भन्न पनि चाहन्छु होइन। कुनै जमाना कुनै टाइममा चाहिँ हामी एउटा गाउँ मात्र खेल्थ्यौँ कि, एउटा गाउँको नामबाट होइन, अनि एउटा ठाउँको एउटा क्षेत्रको नामबाट खेल्ने हुन्थ्यो कि। अनि त्यो कुराहरू चाहिँ कतिपय कुराहरू चाहिँ एउटा ठाउँबाट हो कि, तर चाहिँ त्यो बायस पनि हुन्छ कि, हुन्छ नि एकल जाति एकल ठाउँ भन्ने कुराहरू के। अरू पनि त छ नि खेल्ने होइन, त्यो अलिकति असक्षम होइन नि त, अरू गाउँ पनि अरू ठाउँ पनि अरू मान्छे पनि होइन। अनि त्यो हिसाबले पनि अरूलाई पनि सबैले समेट्ने हिसाबले चाहिँ अब एउटा चाहिँ केही चिज चाहिँ गर्नुपर्छ है भन्दाखेरि चाहिँ अनि सुरुमै अनि मैले यहाँ सुन्दर दाई हुने अनि सुन्दर दाईले चाहिँ के भन्नु भन्दा ए अँ भाइ ठिकै हो, अनि यो हिसाबले गरौँ न त, अनि के हुन्छ अनि यो हिसाबले गरौँ, अनि भोलि बिहान अहिले चाहिँ होइन सौरभ दाइले के भन्दै हुन्छ त्यही हो। केटाहरू चाहिँ यतातिर छन्, सौरभ दाइले त के भन्दै हुन्छ सो मैले क्लिप्सहरू हालिदिन्छु हेर्नु होइन। हाम्रो जेवाइसीको के हो भनेपछि मेन कुरो चाहिँ होइन के भन्छ उसलाई, हाम्रो जेवाइसीको मेन के हो भनेपछि हामी सबै जति 1 देखि 19 नम्बरबाट हुन्छ नि सबले एकजुट गऱ्यो भने, किनभने सबै एकजुट भएपछि बल्ल राम्रो टिम बन्छ नि त। त्यही भएर जेवाइसीले अगाडि बढाउनुहुन्छ नि त, त्यही भएर हाम्रो सौरभ दाइले धेरै गर्नु पाउँछ साथ सपोर्ट होइन, त्यही त हो। अनि हामीले यता सौरभ दाइले के भन्दै हुन्छ होइन, अनि हाम्रो ह्यान्डसम दाइ अनि त्यो 2, 3 अनि 4 वार्डको अनि जसरी जोडिराख्नु भएको छ। अनि त्यसपछि चाहिँ अनि दुबईमा हुनुहुन्छ होइन आफ्नो पैसाले, अनि भने चाहिँ ल गरौँ न त, अनि हामी पनि यो हिसाबले चाहिँ अनि रात दिन जसरी हामी रात दिन यहाँ के अरे घर परिवार सम्झेर काम गरिराख्छौँ, यहाँ रात दिन चाहिँ क्लबको बारेमा कुरा गरिराख्छौँ भन्ने खालको कुराहरू गर्नुभयो त्यहाँले कि। यहाँ त छुट्टै वातावरण छ, छुट्टै माहौल छ, यस्तो मजासँग कुराहरू गर्छौँ हामी। जसरी तिमीहरू त्यहाँ आनन्द हिसाबले खेल्छौ त्यसरी नै यहाँ त्यसको ठ्याक्कै डबल त्रिबल चाहिँ झन् माया लाग्दो रहेछ क्लबप्रति गाउँप्रति। अनि त्यो हिसाबले हामीले यहाँ कुरा गरिराखेछौँ। अनि तिमीहरू सुरु गर्छौ भनेपछि हामीले त्यसमा होमा हस्ती गरिदिन्छौँ भन्नुभयो कि हाम्रो हेमराज ओली हेप्पी दाइले होइन। अनि त्योसँगै चाहिँ हाम्रो एउटा चाहिँ हाम्रो मदन कुँवर दाई, मैले अघि नाम भनिराखेको छु उहाँको नाम है, मदन कुँवर दाइले पनि ए ल सुरु गर्ने हो त तिमीहरूले, ल हुन्छ नि त गरौँ न त के छ र भन्ने टाइपको कुरा गर्नु उहाँले यस्तै बोलीमा है। खल्यानमा आएर हामीले कति खुला छ बुझ्यो नि कुरा हो, यो कुराहरू चाहिँ छोटो मोटो भन्नुहुन्छ भाइहरूले चिन्दैन होइन। हामीहरू अब यहाँ यही ग्राउन्डमा खेल्दाखेरि यिनी घुँडाको पुरा खुइलिएको थियो हाम्रा, फेरि हेर खेल्दाखेरि देखियो होइन। एक सुट जान्छ हैन ठिक छ ल पवन जेवाइसी फ्यामिलीलाई एउटा कुरा के हुन्छ भने यो सम्मान पाउने हातमा कसैलाई हामीले भने के हो भने यो भने पाल आउने। आज भाइहरूले भने होइन फुलमालाले आज त्यो मसुका किन किन मारे जित्नुपर्छ है। सो अहिले चाहिँ होइन सम्मान कार्यक्रम भइरहेको छ
फुटबल कसरी हाम्रो केटाहरू चाहिँ यता छन् कसैलाई तिर्न यता भाइहरूले चाहिँ टिका लगाइदिएछन् होइन यति खुसी भएर खेलेछ अनि कहिले न त्यस आफ्नो सो त्यही हो फुटबल चाहिँ सबैले खेल्नु होइन सम्मान धेरै पाइन्छ नि त फुटबल खेलेपछि हाम्रो जस्तै हाम्रो दाइहरू हुनुहुन्छ प्रमाण होइन सो रेस्पेक्टेड फर द स्वरूप दाई अहिले चाहिँ रात परेको छ सो त्यही हो अहिले चाहिँ भ्लग इन गर्छु होइन सो अहिले चाहिँ होइन अब घर आइपुगेँ अनि अघि चाहिँ बल खेल्दा खेल्दै ट्रेनिङ गर्दा गर्दै अनि त्यो स्वरूप दाल दिँदा गर्दै के गर्दा गर्दै भनी हाम्रो प्रतीक भाइको बर्थडे थियो नि त त्यस कारण बर्थडे मनाउँदा ढिला भयो अनि त्यसको लागि मैले भ्लग इन पाएन उहाँ उज्यालोमा त्यसैले आइएम सरी त्यस कारण म अहिले घर आएर भ्लग इन गर्दैछु त्यसैले त्यही हो आज भ्यालेन्टाइन डेको दिन रमाइलो भयो भनौँ अनि के भन्छ अरे स्कुलमा रमाइलो भयो अनि तपाईँको हाम्रो के भन्छ अरे सम्मान कार्यक्रमहरू पनि सकिसक्यो होइन अनि त्यही हो मैले त आजभोलि डेली भ्लग हाल्दैछु होइन अनि साथ सपोर्ट गर्दै गर्नु मैले भ्लग हाल्नेछु अनि एउटा चाहिँ नछुटाउनु पर्ने कुरा मैले चाहिँ कभर डान्स भिडियो निकाल्दैछु होइन सो कमेन्ट सु एन्ड कभर डान्स भिडियो माया मारेरै भन्नेवाला जुन मेरो टिकटकमा छ होइन हेरिदिनुहोस् एकचोटि चेक गर्नुहोस् र छिटै नै आउँछ सुटिङ अब सुरु हुन्छ होइन त्यही हो अब भ्लगलाई माया गर्नुमा छ त्योभन्दा पनि धेरै माया कभर डान्स भिडियोलाई गर्नुहोस् एन्ड त्यही लास्टमा हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू सो मच एभ्री वान एन्ड किप लभ एन्ड किप सपोर्टिङ टेक केयर बाई